नमस्ते, म डाक्टर पुरुषोत्तम अधिकारी। आज म गाँजा सेवन हैन, गाँजा क्यानाबिसको सेवन र मानसिक स्वास्थ्य, गाँजाको सेवनले मान्छेको दिमागमा के कस्ता समस्या ल्याउँछ भन्ने विषयमा विस्तृतमा जानकारी लिएर आएको छु। गाँजाको सेवन किन डरलाग्दो कुरा हो? हैन, आजभोलि मानिसहरू चाहिँ सामाजिक सञ्जालमा, चिया गफमा हैन, गाँजा भनेको एउटा नेचुरल हब हो, यसको धेरै फाइदा छ, यसलाई चाहिँ यसको प्रवर्धन गर्नुपर्छ, यसलाई बढाउनुपर्छ, हैन, यसको उत्पादन गर्नुपर्छ, यसलाई लिगलाइज गर्नुपर्छ भन्ने डिबेटहरू सोसियल मिडियामा हामी साथीभाइको चिया गफमा प्रशस्त हिसाबले भेट्ने गर्छौँ। एज अ साइकियाट्रिस्ट, मनोचिकित्सकको हिसाबले मैले भन्दाखेरि मेरो क्लिनिकमा अथवा मसँग तपाईँको डेली बेसिसमा दिनौँ धेरैजना चाहिँ गाँजाको समस्याले मनोवैज्ञानिक हिसाबले उहाँलाई असर गरेर दिनौँ धेरै बिरामीहरू आउनुहुन्छ। सो गाँजाको अब केही कम्पोनेन्ट गाँजाको केही कम्पोनेन्टको फाइदा होला। गाँजाको अरू अरू हिसाबले जस्तै गाँजाको पातले, गाँजाको चाहिँ बोटले कुनै कपडा अथवा कुनै साबुन अथवा कुनै अरू खालको चिजहरू म्यानुफ्याक्चर गर्न सकिएला। तर रिक्रिएसन पर्पजको लागि, रिक्रिएसन अथवा आनन्दको लागि अथवा रमाइलोको लागि गाँजा सेवन गर्नुको मानिसको त्यसले मानसिक स्वास्थ्यमा ठुलो समस्या ल्याउन सक्छ। त्यसले मानिसको जीवनशैली, डेली एक्टिभिटिज, दिनचर्यामा लङ टर्ममा ठुलो इम्प्याक्ट पार्न सक्छ। सो त्यो भएको हिसाबले गाँजा भनेको सेवन गर्नका लागि रिक्रिएसन पर्पजको हिसाबले खानको लागि चाहिँ लिगलाइज गर्नु अगाडि चाहिँ हामीले विभिन्न कुराहरू ख्याल गर्नुपर्छ। वास्तवमै गाँजा भनेको मानसिक स्वास्थ्यको लागि चाहिँ गाँजाको सेवन गर्नु भनेको डरलाग्दो चिज हो। सो यसको रेगुलेट गर्नु अथवा यसलाई चाहिँ हामीले त्यो गर्नुभन्दा अगाडि रेगुलेट गर्नुभन्दा अगाडि चाहिँ अथवा त्यसलाई चाहिँ लिगलाइज गर्नुभन्दा अगाडि चाहिँ केही विशेष चिजहरू हामीले ख्याल गर्नुपर्छ। त्यसको स्टडी हुनुपर्छ, अध्ययन हुनुपर्छ, बहस हुनुपर्छ। त्यो चिज हुनु चाहिँ आवश्यक छ। सो गाँजाले मस्तिष्कमा अथवा मानिसको ब्रेनमा कसरी काम गर्छ? सो गाँजा खाएपछि मानिस अलिकति हाई भयो जस्तो अथवा कुनै अर्कै संसारमा पुगे जस्तो, सबै चिज बिर्से जस्तो त्यो खालको मानिसलाई सोचाइ आउँछ होइन। त गाँजामा मुख्यतया विभिन्न खालका 300-400वटा रसायनहरू हुन्छ। त्यसमध्येमा दुईवटा रसायन चाहिँ अलिकति इम्पोर्टेन्ट छ। एउटा भनेको सिबिडी, क्यानाबिडियोल भन्छ हामीले, सिबिडी एउटा त्यो रसायन छ। त्यसले चाहिँ दिमागलाई अलिकति शान्त पार्ने काम गर्छ, एन्जाइटी अलिक कम गर्ने काम गर्छ, निन्द्रा पनि अलिकति ब्यालेन्स गर्ने काम गर्छ। त्यसमा चाहिँ अलिकति दुखाइहरू कम गर्ने अवस्थामा पनि त्यसले दुखाइहरू कम गर्ने काम गर्छ। त्यसलाई हामी सिबिडी भन्छौँ। अर्को टिएचसी भन्छौँ, त्यो टेट्राहाइड्रोक्यानाबिनोल होइन। त्यो भनेको चाहिँ अलिकति खलनायक छ, यो खतरनाक खालको कल्प्रिट चाहिँ हो क्यानाबिसमा। यसले चाहिँ मान्छेलाई नसाको अनुभूति गराउँछ, मान्छेलाई हाई फिल गराउने, लत लगाउने चाहिँ टिएचसीको रोल हुन्छ होइन। सो अब हाम्रो दिमागमा पनि, हाम्रो ब्रेनमा पनि हाम्रो एउटा इन्डोक्यानाबिनोइड सिस्टम भन्छ, हाम्रो दिमागमा पनि क्यानाबिनोइडको चाहिँ कम्पाउन्डहरू अथवा केही तत्त्वहरू रहेको हुन्छ होइन। सो अब हामीले बाहिरको अवस्थाबाट, बाहिरको संसारबाट चाहिँ हामीले गाँजाको सेवन गरिसकेपछि त्यो हाम्रो टिएचसी चाहिँ हाम्रो दिमागमा जान्छ। त्यो दिमागमा गइसकेपछि त्यसले हाम्रो दिमागमा डोपामिन भन्ने केमिकल बढाउँछ, रसायन बढाउँछ। त्यो डोपामिन बढाइसकेपछि हामीलाई आनन्द फिल हुन्छ, हामीलाई हाई फिल हुन्छ। तब त्यो गाँजाको चाहिँ हाई होइन, गाँजाको डोपामिन बढ्ने प्रक्रिया यति कडा हुन्छ कि हामीले अरू कुनै चिजहरूबाट हामीलाई आनन्द मिल्दैन, अति जतिको आनन्द मिल्दैन र यसको लत लाग्दै जान्छ। लत लागिसकेपछि पछि गएर यसले भयानक अवस्था ल्याउन सक्छ। सो गाँजाको सेवनले मानसिक हिसाबले के समस्या ल्याउन सक्छ? सो गाँजाको सेवनले विभिन्न खालका मनोरोगका समस्याहरू ल्याउन सक्छ, कडा खालको मानसिक रोगहरू निम्त्याउन सक्छ। मुख्यतया क्यानाबिस इन्ड्युस साइकोसिस भन्छौँ होइन। सो क्यानाबिस इन्ड्युस साइकोसिस भनेको साइकोसिस लाइक समस्या अथवा हाम्रो चाहिँ डिलुजन, हालुसिनेसन, नभएको चिजहरू देख्ने, नभएको चिजसँग शङ्का गर्ने, आवाजहरू आउने कानमा होइन। त्यसपछि नचाहिने अलिकति इनएप्रोप्रिएट बिहेभियरहरू देखाउने, इनएप्रोप्रिएट शङ्का गर्ने, मलाई कोही मार्न आएछ, मलाई कोही पिट्न आएछ, मलाई कसैले वाच गरिरहेको छ होइन, मेरो कुराहरूले थाहा पाइरहेको छन् भन्ने खालको चाहिँ साइकोटिक सिम्पटम्सहरू चाहिँ गाँजाले ल्याउन सक्छ होइन। सो अब त्यसपछि त्यो बाहेक पनि गाँजाले स्किजोफ्रेनिया भनेको कडा खालको मानसिक समस्या, त्यो पनि एक खालको साइकोसिस नै हो। त्यो साइकोसिसलाई बढाउन सक्ने गाँजा खाने मानिसहरूमा चाहिँ त्यसको रिस्क चाहिँ 6 गुणा बढी हुन्छ भनेर डिफ्रेन्ट स्टडिजहरूले देखाएको छ। सो गाँजा खाने अथवा गाँजाको सेवन गर्ने मानिसहरूमा चाहिँ स्किजोफ्रेनियाको रिस्क चाहिँ 6 टाइम नर्मल पपुलेसनभन्दा 6 टाइम बढी हुन्छ, 6 टाइम हाई हुन्छ। त्यो भएको हिसाबले गाँजाले स्किजोफ्रेनिया अथवा साइकोसिसको रिस्क चाहिँ बढाउने भयो। स्किजोफ्रेनिया भन्ने कडा खालको एउटा चाहिँ साइकोटिक समस्या पनि बढाउने गर्छ। त्यो सँगसँगै गाँजाले डिप्रेसन, एन्जाइटी होइन, अलिकति लो
फिल गर्ने होइन जिन्दगी बेकार भयो बाँचेर काम छैन भन्ने खालको सोचहरू आउने केही गर्न जहाँ लाग्ने डर लाग्ने आत्तिने निन्द्राको समस्याहरू त्यो खालको अवस्थामा चाहिँ डिप्रेसन एन्जाइटी साइकोसिस स्किजोफ्रेनिया यी खालका कडा खालका मानसिक समस्याहरू चाहिँ गाँजाले निम्त्याउन सक्छ गाँजाले दैनिक जीवनमा गर्ने अब मनोवैज्ञानिक असरहरू के हुन् होइन सो कडा खालको समस्या त गाँजाले ल्याउने भयो कडा खालको मानसिक समस्या त्यो बाहेक पनि हामी डे टु डे लाइफमा एउटा कन्डिसन निम्त्याउँछ गाँजा त्यसलाई इमोटिभेसन सिन्ड्रोम अथवा केही कुरा गर्न जाँगर नलाग्ने होइन जिन्दगी बेकार भयो होइन अब जिन्दगीको केही अर्थ छैन जिन्दगीमा मैले केही गर्न सक्दिनँ है भनेर चाहिँ ऊ जिन्दगीको लक्ष्यविहीन हुने होइन कुनै एउटा योजना कुनै महत्त्वकाङ्क्षा आफ्नो पढाइ आफ्नो करियर आफ्नो कामकाजमा ऊ फोकस हुन नसक्ने त्यो सँगसँगै उसको मेमोरी पावर होइन उसको सम्झन सक्ने क्षमता उसले काममा गर्ने फोकस नहुने होइन उसले कुनै काममा थिर भएर काम गर्न नसक्ने उसको दैनिक उसको उसको मेमोरी पावरमा पनि समस्या आउने उसको निर्णय गर्ने क्षमता उसको डिसिजन मेकिङ क्यापासिटीमा पनि कम आउने त्यो सँगसँगै उसको सम्बन्धहरू उसको साथीभाइसँगको सम्बन्ध उसको आफन्तसँगको सम्बन्धमा पनि उसको ह्रास आउँदै उसले जीवन एउटा लक्ष्यविहीन होइन एउटा डल खालको लाइफ होइन एउटा जिन्दगी नै अटो पाइलट जसरी चलि मात्रै रहेको छ केही एउटा चाहिँ मोटिभेसन छैन केही एउटा चाहिँ टुङ्गो छैन त्यो हिसाबले उसले आफ्नो जीवन बिताउने त्यो खालको समस्या पनि हुनसक्छ त्यसलाई हामी मोटिभेसन सिन्ड्रोम भन्छौँ यो चाहिँ गाँजाको सेवन लामो समय गर्ने मान्छेहरूमा एकदमै कमन खालको कन्डिसन हो त्यसले उसको पढाइ करियर फ्यामिली सबै चिजमा चाहिँ यसले ह्याम्पर गरिरहेको हुन्छ सो गाँजा कतिको एडिक्टिभ छ अथवा यो छोड्न मान्छेले सजिलै सक्छन् होइन सो कतिपयले भन्दा म कहिलेकाहीँ खाने हो होइन कहिलेकाहीँ खाने हो म छोडिरहेको हुन्छु त्यति लत लाग्ने गरी खाएको होइन त्यति धेरै यसो एडिक्टिभ भएको छैन मैले छोड्न सकिहाल्छु भन्ने खालको मानिस धेरै गाँजा खाने मान्छेमा चाहिँ त्यो खालको सोचाइ रहेको पाउँछु मैले होइन सो त्यो एकदम लाइट खालको अथवा त्यो एकदम हलुका खालको भनाइ हो उसको होइन सो गाँजाको एकदम इट इज हाइली एडिक्टिभ गाँजा सेवन चाहिँ एकदम एडिक्टिभ खालको हुन्छ उसले चाहिँ अब गाँजा खाना लगातार खाइसकेपछि गाना छोड्दाखेरि चाहिँ उसलाई विड्रुवल सिम्टम्सहरू आउनसक्छ त्यो भनेको छटपट्टि हुने निद्रा नलाग्ने होइन अलिकति एन्जाइटी भयो जस्तो हुने होइन के गर्नु कसो गर्नु भनेर हुने भोक नलाग्ने वाकवाकी लाग्ने हातखुट्टा काम्ने त्यो खालको समस्याहरू चाहिँ लगातार लामो समयसम्म गाँजा खाने मान्छेलाई देखिन सक्छ त्यो विड्रुवलले गर्दाखेरि त्यो छटपट्टि सहन नसकेर फेरि गाँजाको साइकलमा पुग्छ होइन सो त्यो भएको हिसाबले लङ टर्मसम्म गाँजाको सेवन गर्ने गाँजाको डिपेन्डेन्स भएको मान्छेलाई होइन विश्व स्वास्थ्य सङ्गठनको एउटा रोग नै हो यो एउटा समस्या नै हो क्यानाबिस युज डिसअर्डर अथवा क्यानाबिस डिपेन्डेन्स भनेर एउटा रोगको नै नाम दिएको छ होइन सो अब त्यो चाहिँ छोड्यो भनेदेखि उसलाई विड्रुवल सिम्टम्स आउँछ त्यो भएर उसले फेरि खान्छ र यो भिसियस साइकलमा छोड्दाखेरि गाह्रो हुन्छ होइन अब त्यसपछि उसलाई समस्या हुन्छ र फेरि ऊ खान पुग्छ त्यसले गर्दाखेरि चाहिँ भिसियस साइकलमा चाहिँ मान्छे चाहिँ फस्ने गर्छ सो गाँजाको लत कसैलाई लागेको छ भनेदेखि त्यसको उपचार कसरी गर्ने होइन सो गाँजाको लत अथवा हामी भन्छौँ क्यानाबिस युज डिसअर्डर अथवा क्यानाबिस डिपेन्डेन्स यसको उपचार सम्भव छ होइन सो गाँजाको समस्या भएको मानिसलाई मुख्यतया फर्स्टमा हामीले साइकेट्रिस्ट भएर लानुपर्छ होइन साइकेट्रीको हेल्प चाहिन्छ उसलाई केही औषधिहरू विड्रुवल फेजमा गाँजा चटक्क छोड्दाखेरि चाहिँ उसलाई निद्रा नलाग्ने छटपट्टि हुने गाह्रो हुने अथवा अलिकति हातहरू काम्ने एन्जाइटी हुने त्यो खालको समस्याहरू देखिन सक्छ त्यो कम गर्नको लागि चाहिँ केही समयसम्म उसलाई चाहिँ विड्रुवलको लागि इजी हुने खालको औषधिहरू हामीले दिन सक्छौँ निद्रा लाग्ने अथवा मनले शान्त हुने खालको औषधिहरू दिन सक्छौँ त्यो सँगसँगै उसले त्यो विड्रुवल फेज पार गरिसकेपछि उसलाई चाहिँ लङ टर्ममा उसलाई चाहिँ केही काउन्सिलिङ थेरापी उसले किन खाइरहेछ होइन उसले अरू चिजबाट इन्जोयमेन्ट लिन सकिरहेको छैन किन गाँजाको लत लागिरहेको छ किन गाँजा बिना ऊ बस्न सकिरहेको छैन होइन त्यो बाहेक अरू क्रियाकलाप के गर्दाखेरि चाहिँ उसलाई मन खुसी हुन्छ केमा ऊ मन भुल्न सक्छ होइन त्यो चिजहरू हामी उसलाई बुझाउन सिकाउन अथवा फेरि त्यो लतबाट बाहिर निस्किनको लागि फेरि त्यो अवस्थाबाट बाहिर निस्किनको लागि के उपाय अपनाउन सक्छौँ भनेर हामीले उसलाई काउन्सिलिङहरू गर्न सक्छौँ उसको जीवनशैली उसको डेली एक्टिभिटिज उसको हबिज उसको इन्ट्रेस्टहरू हामीले एक्सप्लोर गर्न सक्छौँ उसलाई फिजिकल एक्सर्साइज जिमहरू अथवा शारीरिक व्यायामहरू उसलाई इन्करेज गर्न सक्छौँ त्यो सँगसँगै फ्यामिलीको सपोर्ट होइन गाँजा खाइस् भनेर गाली गरेर मात्रै उसले गाँजा छोड्नेवालामा अवस्था हुँदैन होइन हामी चाहिँ गाँजालाई एउटा व्यावहारिक समस्या मात्रै हो उसले जानी खायो भन्छौँ सुरुको फेजमा कस्तो हुँदो रहेछ के हुँदो रहेछ भने उसले जानी खायो होला तर त्यसको लत बढ्दै गइसकेपछि उसले चाहेर पनि त्यो छोड्न सक्दैन त्यो भएको हिसाबले त्यस्तो अवस्थामा चाहिँ हामीले फ्यामिलीको सपोर्ट गरेर उसलाई केयर लभ एफेक्सन र उसको कुराहरू बुझिदिने सुनिदिने होइन उसलाई एप्रिसिएट गर्ने उसलाई एक्नोलेज गर्ने
त्यो खालको अवस्थामा उसलाई हामीलाई फ्यामिलीको सपोर्ट आवश्यक हुन्छ। यति गर्दा पनि छोड्न सकेन भनेदेखि केही समय 1 महिना 2 महिना 3 महिना कुनै रिहेबिलिटेसन सेन्टरमा राखेर पनि साइकियाट्रिस्टको निगरानीमा औषधि र काउन्सिलिङबाट उपचार गरेर केही समय उसलाई चाहिँ अलिकति हामीले गाँजाबाट टाढा राख्न सक्छौँ र त्यो खालले चाहिँ हामीले गाँजाको उपचार गर्न सकिन्छ। सो गाँजा खानु क्षणिक रूपमा आनन्ददायक भए पनि लङ टर्ममा यसले विभिन्न खालका मनोरोगको समस्याहरू, मानसिक समस्याहरू निम्त्याउन सक्छ होइन। यसले फाइदाजनक छ, यो चाहिँ अमूल्य जडीबुटी हो, अब यसले चाहिँ दिमागमा केही असर गर्दैन भन्नु केवल एउटा भ्रम मात्रै हो। त्यसलाई हामीले चाहिँ त्यो लिगलाइज गर्ने अथवा त्यो खालको अवस्थालाई प्रवर्धन गर्न अगाडि पनि एकपटक हामीले सोच्न पर्ने हुन्छ, हामीले बोलिरहेको चिजले समाजमा कस्तो खालको असर पर्छ भन्ने कुरा होइन। सो त्यो भएको हिसाबले कोही गाँजाको समस्या भएको मान्छे छ, गाँजाको लतमा लागेको मान्छे छ भनेदेखि एकपटक साइकियाट्रिस्ट भएको ठाउँ लगेर उसको जाँच गराउँ, उसको चाहिँ उपचार गराउँ, उसलाई राम्रो काउन्सिलिङ भयो र केही समय उसले औषधि सेवन गऱ्यो भनेदेखि चाहिँ गाँजाको लतबाट उसलाई छुटाउन सकिन्छ।